नमस्ते सबैजनालाई। यतिखेर हामी छोटो मिठो भिडियो बनाउन खोजिरहेको छौँ। कृपया हेरेर साथ दिनुहोला। हेर्नुहोस् है त हामी कहाँ जान्छौँ, यो मनुष्यले तपाईँहरूलाई भन्नेछ। यतिखेर हामी धादिङ जिल्ला स्थित ज्वालामुखी गाउँपालिकाको ज्वालामुखी भन्ने एकदम प्रसिद्ध मन्दिरमा दर्शन गर्न आएको छौँ। भन्दै हामी यहाँ चाहिँ दैनिक बिहान 10 बजेबाट चाहिँ पूजा सुरु हुने रहेछ। पूजा सुरु हुनुभन्दा अगाडि चाहिँ बाजेले के बजाउँदो रहेछ सुन्नुहोस् है। यो बजाउने काम सकिसकेपछि हामी मन्दिर पूजा गर्नतिर लाग्यौँ। यो ठुलो घन्टीलाई पनि हामीले बजाउनेतिर लाग्यौँ। कति मजा घन्टी बजाउँदा। पूजा सकिसकेपछि हामी चाहिँ अब घरतिर फर्किने तयारीमा लाग्यौँ र हामी बिहानदेखि भोक बसिरहेको थियौँ। हामी स्कुटर चाहिँ तल राखेर चाहिँ हामी मन्दिरमा गएको थियौँ र पकौडा र रोटी बनाएर ल्याएको थिएँ। हामीले चाहिँ भोकको तालमा रड्काइदिए पकौडा र रोटी खाएर दिदी बाजा सबैजना हामी स्कुटर स्टार्ट गरेर हिँड्यौँ। बाटो एकदम कच्ची थियो, एकदम हाइटमा भएकोले यो बाटो चाहिँ एकदम तल ओह्रालो जाँदाखेरि अनि गाह्रो थियो। हिजो पानी परेको भएकोले बाटोमा कतै पानी जमेर बस्नु होइन, कतै चिप्लो थियो, कच्ची बाटो थियो। अलि सकस नै भयो हामीलाई तल पिचसम्म झर्नको लागि। दिदी बाजा हामी गफ गर्दै गर्दै तल स्कुटरमा रमाइलोसँग झऱ्यौँ। कतै राम्रै थियो बाटो, राम्रो थियो बाटो। अब हामी चाहिँ यस इलाकाको बजारमा आइसकेको छौँ। यसले चाहिँ 7 भन्ज्याङ भन्दो रहेछ। यसमा आएर हामी चाहिँ घर आइपुगेर कुखुरालाई काटकुट गरेर पोल्दैछौँ है। कुखुरालाई चाहिँ हामीले प्रसादको रूपमा एकदम रमाइलोसँग मिठो बनाएर खाने प्रयास गर्नेछौँ भन्दै हामीले कुखुरालाई काट्नतिर लाग्यौँ। कुखुराको मुटु कलेजोहरूलाई चाहिँ छुट्याएर एक ठाउँमा राख्यौँ र ट्याक बनाएर मिलाएर चट्ट काटेर हामीले कराईमा ओर्यौँ। तेलमा, तातो तेलमा भर भुटेर हामीले चाहिँ लोकल कुखुरालाई चाहिँ रातो भुटेर नुन मसला मजाले हालेर जम्मा झोल बनाएर खायौँ। यति नै हो आजलाई।